मैले यसअघि बनाएको यस मुभीको एउटा भिडियोमा पनि भनेको थिएँ, मुभीको स्टोरी पक्कै पनि दमदार छ भनेर, किनभने कुनै कुनै कुराहरू यस्ता हुन्छन् जसको सानो झिल्कोले मात्रै पनि थाहा हुन्छ यो झिल्कोमा कति दम छ भनेर। र मैले यस मुभीको टिजरको झिल्कोमा देखेको आधारमा नै यस मुभीको स्टोरी दमदार छ भन्ने कुराको अनुमान लगाइसकेको थिएँ। र जुन ट्रेलरमा देखाए अनुसार भन्ने हो भने सत्य अनि तथ्य कुरा भन्नु पर्दा यस ट्रेलरलाई एकपटक हेरेर मेरो धित भने पक्कै पनि मरेन र मैले बार-बार यस ट्रेलरलाई 2-4 पटक हेरेँ। ट्रेलरमा के कुराहरू देखाइएको छ भने हाम्रै नेपाली समाजमा भइरहेको अहिलेको एकदमै सत्य कुरालाई देखाउन खोजेको छ। कसैको घरमा बुढाबुढी भएका बुवाआमा एक्लै छन् भने कोही भने छोराछोरीको मुख हेरेरै बाँचेका छन्, कोही सासले बाँचेका छन् भने कोही सासले बाँचेका छन्। ट्रेलरमा यस्तो दमदार डायलगहरू प्रस्तुत गरिएको छ जुन डायलग सुनिरहँदाखेरि एकदम मनै आनन्द हुन्छ। नेपाली 15 नेपाली मन बोकेर बनेको एउटा शुद्ध नेपाली चलचित्र जसले नेपाली दर्शकहरूलाई हलसम्म तान्न बाध्य गराउँछ। 2 मिनेट 51 सेकेन्डको ट्रेलरले अहिले नै भावुक बनाउँछ।